दैलेख जिल्लाकै सदरमुकाम समेत रहेको नारायण नगरपालिका वडा नम्बर 10 भवानीमा पर्ने तौलिया गाउँ नगरपालिकाकै उत्तरी सिमाना र सबैभन्दा उचाइमा अवस्थित र अलग्गै गाउँ हो। उक्त गाउँले विशेष गरी राडीपाखी उत्पादक उद्यमीहरूको गाउँको रूपमा अलग्गै पहिचान बनाएको छ। करिब 100 घरधुरी रहेको यस गाउँका अधिकांश परिवार राडीपाखी उत्पादक छन्। कम्तीमा 20-25 देखि 100 भन्दा बढी भेडा बाख्रा नपाल्ने घर नै छैन। तर आजकल प्राय आँगनहरू खाली देखिन थालेका छन्। मध्य पुसको महिना, पारिलो घाम, खुल्ला अनि चिटिक्क घर आँगन छ। हातमा सिप र पुग्दो कच्चा पदार्थ पनि छ। घर आँगन छेउमै सडक छ, तर आवश्यक लगानी छैन। सम्वर्धन र प्रवर्धन छैन। सिपको हस्तान्तरण छैन। खासमा प्रोत्साहन पनि छैन। त्यही पनि झिनो आशाको दियो जलाएर भए पनि काममा व्यस्त हुनेहरूको कमी छैन। 62 वर्षीय लीलबहादुर बस्नेत आफै काममा मग्न हुनुहुन्छ। बाबु बाजेको हातमा ताकु काट्दै गरेको देखेर हुर्किनु भएका उहाँ आफूले भने 15 वर्षको उमेरदेखि काट्न थाल्नुभयो। यसबाट पाखी, लिउ, राडी, फेरे, गलबन्धी, पटुकी, झोला, थैलो निर्माण हुन्छ। अरू केही छैन गरे उफा देश जान नसकिने यताउति यही बुन्ने बस्ने। तर अब हामीले अलि सिक्यौँ, अलि राम्रो बनाउन खोज्यौँ गरे। यहाँ बनाउँछौँ, बोकेर लिन्छौँ बजारमा, लिन्नन्, फेरि फिर्ता लिएर यहाँ घर ल्याउँछौँ। यो मान्छेलाई चिन्नेले मात्रै कोहीले लिन्छ, नचिन्ने मान्छेले ल्याउँदै लिन्न। यसलाई के आम्दानी हुने? यो बुनेपछि के बिक्री भइदियो, भट्टाभट लिदिएपछि पो बिक्री आम्दानी हुने हो। लिन्नन् के अरे? अन्त त्यो बिक्री भइदियो त हुने, बिक्री भएन भने त्यो उल्टो आफ्नो गाडीबाट खर्च भयो, अन्त बेकार आफ्नो काम पनि रह्यो। त्यसरी नै हाम्रो यस्तो बनाएको चिज जति खरिदिए भए उनीहरूले यसरी नै हामी यसरी बिक्री गर्छौँ, यहाँ ल्याइदेऊ भनिदिए भए हामीलाई सजिलो हुन्थ्यो क्या अरे। अब त्यो सरकारले भन्दैन। भेडाको रौबाट लिउ र पाखी बन्छ भने बाख्राको रौबाट फेरे बन्छ। फेरे ओछ्यानको लागि प्रयोग गरिन्छ, पाखी ओड्नका लागि। बाख्राको रौलाई बर्खाल र भेडाको रौलाई उन भन्ने गरिन्छ। स्वास्थ्यवर्धक सामग्री भएकाले पनि सामानको पहिचान भएकाहरू सहजै मूल्य तिर्न तयार हुन्छन्। तर बाह्य कम्पनीको चम्किला सामग्रीले स्थानीय उत्पादनको माग घटाएको उद्यमीहरूको दुखेसो छ। हातले बुन्दा धेरै दिन लाग्छ, धेरै समय लाग्छ। सरकारले केही छिटो छडीको बनाइदिए भए सजिलो हुन्थ्यो। छिटो एकदम छिटो हुन्थ्यो। हामीले पनि दुःख पाउँथेनौँ। सायद त्यति मूल्य पनि अलिक कममा दिन सकिन्थ्यो होला। सस्तो मूल्यमा तयार हुन्थ्यो। सस्तो मूल्य बन्थ्यो भने सस्तोमा दिन सकिन्थ्यो होला। घरका यो नबनाउने त कोही छैन। यो सबै घरमा यो बाख्रा नहुने घर होइन नि, भेडा बाख्रा नहुने घर सब छ। हामी त यो ठाउँमा त हामी किसानहरू धेरै जस्तो नि सरकारले जस्तै नगरपालिका कार्पेट सुको ओछ्या हुन्छन् तिनीहरू बाहिरबाट ल्याएर त्यो यो ओछ्या दिए भए यो धेरै वर्ष पनि हुन्थ्यो। त किसानले पनि सुविधा पाउँथ्यो। असली माल नचिन्ने समस्या उपभोक्ताहरूमा मात्र होइन कि उद्यमीहरूलाई नै नचिन्ने समस्या सरकारको पनि उस्तै छ। सेप पुस्तान्तरण हुन नसकेकोमा पनि उत्तिकै चिन्ता छ। निकै मेहनती काम भएकाले सामान तयार हुन छोटो समयमा सम्भव हुँदैन। सोही अनुसार मूल्य बढी हुन्छ। बढी मूल्य भएपछि बिक्री कम हुन्छ। लागत भन्दा सस्तोमा बेच्न सकिँदैन। उद्यमीहरूको समस्या यस्ता अनेक छन्। महोत्सव तथा प्रदर्शनीहरूमा बोलाउने गरे पनि क्षमता वृद्धिको लागि कुनै ठोस काम हुन सकेको छैन। भयो त्यसपछि अनि भिरकुटी मण्डपमा हामी 3 पटक गयौँ सर। काठमाडौँ पाखीहरू भयो, पाखीलाई म्याट बनाएर बेच्ने, चकटी बनाएर बेच्ने, त्यसपछि स्टुल म्याच, चेयर म्याच बनाएर बेच्थ्यौँ। कोही यस्तै सिङ्गल पाखी पनि बेच्थ्यौँ। पटुकाहरू भयो, यस्तै फेरे यो लिउ भन्छ सर। त्यसपछि त्यो पाखीहरू भयो, कोटहरू, सबै किसिमका लिएर जान्थ्यौँ सर हामी। त्यसपछि एकपटक हामी सार्कराष्ट्र सम्मेलनमा पनि गएको छन् हामी। सरकारले त केही पनि गरेन सर हामीलाई। न कच्चा पदार्थ खरिद्नमा खर्च गर्ने, न केही गर्ने, त्यस्तो केही पनि गरेन। गाउँलेहरूले 21 सदस्यीय समूह नै बनाएर पेसालाई संस्थागत गर्दै आएका छन्।
तिनै तहको सरकारले स्थानीय कच्चा पदार्थमा आधारित स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने नीति कार्यक्रमहरू सार्वजनिक त गर्छन्, तर वास्तविक उद्यमीले थाहा पाउँदैनन्। अक्सर नेपालीहरू रोजगारी खोज्दै भारतका काला पहाडतिर भौतारिन्छन्, तर गाउँघर डुलेर भेडाको ऊन सङ्कलन गर्नेहरू पनि छन्। यसबाट पनि मनग्गै कमाइ हुने उद्यमीहरूको भनाइ छ। मर्ने बेलासम्म पनि म गरिरहँ भन्ने मेरो धारणा छ। यत्रो टौवा यहाँ छ, अर्को 2-3 टौवा मैले बनाइरहेको छु। यो त्यसरी कैयौँ आउँदो, कैयौँ यो तारहरू चानहरू बन्ने तार पाउनु बाइदियो, यो काहीँ सिक्नु बाइदियो, कुन जग्गामा पाइन्छ भन्ने त्यो पनि ख्याल भएन हामीलाई। त्यो पनि आउँदैन हेर्नु। चलाउने मान्छेलाई रोक जाँदैन। यो नसामा यो तातो पसिरहेको छ हेर्नु। नसामा म घरमा 2-3 चान एलकै पनि चलाउँछु। के गर्ने आम्दानी नगरेर यत्रो 1-1.5 लाख रुपियाँ कसले कमाउँछ। हामीले हात बनाउन सकिँदैन, हातले काम गर्न सकिँदैन, कसैलाई पिराउन सकिने। मसिन भए त हाम्रो गाउँ अर्कै हुने थियो। परम्परागत उद्यमलाई प्रविधिसँग जोड्न सके करोडौं आम्दानी हुने सम्भावना भएर पनि उपयुक्त नेतृत्व अभाव छ। यसले उद्यमी थप निराश छन्। हरेक तहका सरकारले आर्थिक वर्षपछि लाखौं करोडौं मूल्यको कार्पेट पर्दा फेर्छन्, तर स्थानीय उत्पादन बजारीकरण र प्रवर्धनमा चासो दिँदैनन्। आफ्नै सिपप्रति निरुत्साहित हुँदै राडीपाखी उत्पादक उद्यमीहरूलाई अनुदान, सहुलियत, ऋण, यान्त्रिकरण र बजारीकरणका लागि यथोचित कदम चाल्नै पर्ने टटकारो आवश्यकता छ। यति गर्न सके उद्यमीलाई मात्र होइन, पालिकालाई समेत आर्थिक टेवा मिल्छ। विशाल सुनार, दैलेख।